प्रहरी चेकिङमा पैसा माग्ने विषय। सभामुख महोदय, सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकोले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखहरूलाई मातहतका कर्मचारीहरूको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छु। माननीय ज्यूले उठान गर्नुभएको काठमाडौँको घटनाको विषयमा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छु। म यस सम्मानित सदन मार्फत स्पष्ट पार्न चाहन्छु, आगामी वर्ष हामी केवल एआई प्रविधिको क्यामेरा सहित बोर्डरमा सीसीटीभी क्यामेरा मात्र खरिद गरिरहेका छैनौं, बरु नागरिकको भरोसा र राज्यको राजस्व चुहिने पुवालहरू टाल्ने काम गरिरहेका छौं।